ओके सो हे गाइस फेरि पनि सबैजनालाई स्वागत छ नेप्सी डिकोडरमा र आज मार्च 30 र आज हामी फेरि पनि नेप्सी समरी भिडियो ल्याएर उपस्थित भइसकेका छौँ र आज नेप्सी फेरि पनि एकदमै नै नराम्रो तरिकाले झर्न गइरहेको छ। नेप्सी हाम्रो प्लान अथवा हाम्रो एक्सपेक्टेसन भन्दा एकदमै नै अगेन्स्टमा गइरहेको छ लास्ट 2 ट्रेडिङ डेजदेखि। हामीले फर्स्ट डेमा -71 पोइन्टको गिरावट देख्यौँ, त्यसै गरी आज -47.71 को फेरि पनि गिरावट एकदम नै ठुलो गिरावट देखिराखेका छौँ। पर्सेन्टेजमा हेर्दाखेरि -1.65% हुन्छ। अब यस्तो गिरावटहरू किन आइराखेको छ भन्दाखेरि फेरि पनि भन्न चाहन्छु है, रिसेन्टली अहिले पनि एउटा न्युज आयो कि लाइफ इन्सुरेन्स कम्पनीको सिइओलाई अरेस्ट गरेको छ। अब ठुला ठुला प्रोफाइल्सहरूको सम्पत्ति छानबिन हुने भएको छ होइन। अब फर्मर मिनिस्टर्सहरू, फर्मर उच्च पद अधिकारीहरूको उनीहरूको सम्पत्तिहरू फेरि पनि राम्रो तरिकाले छानबिन हुने अब कुराहरू आइराखेको छ, बाहिरिराखेको छ। अब डाइरेक्टली इन्डाइरेक्टली उनीहरूको इन्भेस्टमेन्ट नेप्सीमा छ, धेरै नै छ। अब यस्ता कुराहरूले होइन इन्भेस्टरहरूलाई अनसर्टेन बनाइराखेको छ क्या, अनसर्टेनिटीको कन्डिसनहरू क्रिएट गरिराखेको छ। अब यो क्रिएट माहौल होइन जसरी झरिराखेको छ, अब कहिले रोक्ने होला होइन, अब कहिले माथि बढ्ने होला अथवा जुन तरिकाले झरिसक्यो अब कहिले हामीले एउटा स्टेबल भएर रिभर्सल फेजमा जाने भन्ने कुरा आउँछ। सो अब यो कुराहरू स्टेबल हुन है नेप्सीले एउटा राम्रो इन्डिकेसन दिनु पर्यो। हामीले जुन तरिकाले एकदमै नै ब्लडको तरिकाले झरिराखेको छ है, ब्लडिङ भनेर एउटा इन्डिकेसन दिनु पर्यो। नेक्स्ट ट्रेडिङ डेजमा हामीले एउटा क्लियर इन्डिकेसन पाउनु पर्यो। सानो ग्रिड क्यान्डल भए पनि है, सानो पोइन्टले अलिकति इन्क्रिजमेन्ट भए पनि एउटा हामीले इन्डिकेसन क्लियर वेमा पाउनु पर्यो। टर्नओभरहरू है अलमोस्ट 13 अर्बको 12.9 अर्ब 13 अर्बको देखिन्छ। टर्नओभरहरू एभरेजमा अलिकति कम छ, बट एभरेजमै हामीले देखिराखेका छौँ। हामीले एउटा यहाँ हामीले है कुन तरिकाले झऱ्यो है, एकदम स्वाट्टै झरेको छ नि त, एकदमै नै स्वाट्टै झरेको छ है, 2-3 एकदमै नै ब्लडिङ वेमा झरेको छ। सो हामीले है यो लेभलमा आएर अथवा होइन यो लेभलमा योभन्दा तल यदि अझै पनि आइराखेको छ भन्दाखेरि, त्यहाँ सस्टेन गर्न सकेन, अझै पनि तल आइराखेको छ भन्दाखेरि हामीले एउटा डिसिजन लिनै पर्ने हुन्छ, हामीले सेल गर्नै पर्ने हुन्छ। बट अहिले हामीले अब यत्रो लोस हामीले झेलिसक्यौँ होइन, 2वटा रेड क्यान्डलको है एकदम नै स्वाट्टै। अब मैले पनि कति लोस है 3,000-4,000 जतिको है 60-70 हजारको इन्भेस्टमेन्टमा 4-5 हजार जतिको लोस झेलिसकेँ। अब यस्तोमा होइन, अब यतिको झेलिसक्यो भन्दाखेरि अब यहाँ हामीले पर्खिने हो होइन। यदि म्याक्स यो लेभलभन्दा म्याक्स होइन यही लोवर लोलाई यदि यहाँ सस्टेन गरेर होइन रेस्पेक्ट गरेर यदि रिभर्सलमा गयो भन्दाखेरि ठिकै छ होइन। अब 3000 एकदमै नै क्रिटिकल मोमेन्ट बनिराखेको छ कि नेप्सीले अब ब्रेकआउटै दिन सकिराखेको छैन। 2026मै देख्नेछौँ ब्रेकआउट है नयाँ गभर्मेन्टको, बट अहिले पोलिसिजहरू आउन बाँकी छ। सो अहिलेको टाइममा भन्न सकिँदैन, अब 6 महिनापछि हुनसक्छ, 4 महिनापछि हुनसक्छ, त्यस्तो कन्डिसन छ। बट अहिलेको टाइममा यो 3000 एकदमै नै क्रिटिकल रेसिस्टेन्स जोन बनिराखेको छ। सो हामीले एक्सपेक्ट गर्नेछौँ योभन्दा तल नआओस् है। यहाँबाट हामीले अहिले जतिसम्म झेलिसक्यौँ अझै पनि झेल्ने हो यतिसम्म है। अब अलि बढ्यो होइन यतातिर हामीले बेच्ने हो, सेलिङ गर्ने हो। सो यतातिर आयो अनि एउटा क्लियर इन्डिकेसन दियो भन्दाखेरि तपाईँ बाइङ साइड हेर्न सक्नुहुन्छ, बाइङको लागि एउटा कन्सिडर गर्न सक्नुहुन्छ। आज यो भिडियो किन लेट आयो भन्दाखेरि मैले अलरेडी एकचोटि भिडियो सुट गरिसकेको थिएँ होइन, अनि एडिट गर्ने बेला यसरी सरसरी प्रिभियस फाइलहरू डिलिट गर्न लागेको, फाइल एक्सप्लोररमा गएर अब यसरी मिस्टेक गरिदिएँ कि जस्ट रेकर्डेड गरेको भिडियो डिलिट भइदियो। सो 2चोटि रेकर्ड गर्नु पऱ्यो है, यो मेरो सेकेन्ड टाइम हो। सो अलिकति ढिलो भयो है। एडभान्समा हेर्दाखेरि 26वटा स्टक्सहरू माथि गएका छन्। मेजोरिटिज 237 स्टक्सहरू आज झरेको छ। ओभरअल सब सेक्टर नै झर्न गएको छ र अनचेन्जमा 5वटा स्टक्सहरू रहेका छन्। अब टप 10 गेनरको कुरा गर्दाखेरि है, टप 10 गेनरको आइपिओबाट रिलायन्स स्पिनिङ मिल 24,000 भन्दा पनि 2400 गयो है, राम्रो देखिराखेको छ। यतातिर अलिक सप्लाई एकदम मिनिमम सप्लाई आएको थियो, बट ठिकै छ होइन, अहिले अझै पनि बढ्ने छ। जबसम्म एउटा हामीले इनिसियली एकदम रेड क्यान्डलको फर्मेसन सेलिङ प्रेसर देख्ने छैन तबसम्म त है। बुजाङ हाइड्रो पावर भयो है, रिज लाइन भयो, होटल फरेस्टिन भयो, सुपर खुदी भयो, त्यसै गरी एउटा सूर्यकुन्द हाइड्रो पावर भयो, एसपिडिबिएल है। अब लघुवित्तबाट एउटा राम्रो है, यो पनि अब माथि नै पुगिसकेको जस्तो छ। एउटा अझै पनि भए पनि ग्रिन क्यान्डल फर्मेसन भएर तल रिभर्सलमा आउनेछ, प्रफिट बुकिङ भएर आज एकदम राम्रोको मजाको भोल्युम देखिन्छौँ र एकदमै नै राम्रो तरिकाले यस्तो मार्केट ब्लडिङ भएको बेला पनि राम्रो तरिकाले बढ्न गएको छ।
पर्सेन्टेजमा हेर्दाखेरि 9.83 एकदमै नै राम्रो है। अर्को पनि लघु वित्तीय संस्थाको हिजो झरेको है, एकदमै नै झरिराखेको, बट आज अलिक प्राइस मेन्टेन गरेको छ र एक्सपेक्ट गरेको छ। ऊर्जा पनि घटेको थियो है, अनि त्यही होइन बढेर एक्ज्याक्टली त्यही पोजिसनमा गएको छ। एसएलबिएसएल हामीले लघु वित्तको फेरि पनि देख्छौँ है, एकदम नै भोलाटाइल थियो मार्केट, यस्तो ब्लडिङ भएको बेला, बट एउटा रेस्पेक्टिभ क्लोजिङ दिएको छ। लुजर्सहरूमा सोलोहरू भयो होइन। युएनएलबीको कुरा गरेको थियौँ हामीले, युएनएलबीको है यस्तो आयो अनि फेरि कस्तो ब्लडिङ भन्दा पनि होइन, अब नेप्सी आफैमा ब्लडिङ भइराखेको छ भन्दाखेरि युएनएलबी अब यस्तो पोइन्टमा तपाईँले एउटा बाइङ साइडहरू पनि हेर्न सक्नुहुन्छ। बट जबसम्म हामीले यो स्टकहरूमा पनि होइन नेप्सी एउटा स्टेबल भयो, प्लस यो स्टकमा आफै एउटा स्टेबिलिटीको कमी छ क्या। अब प्लसमा के छ कुरा भन्दाखेरि यसको लकिङ पिरियड आइराखेको छ, अलमोस्ट 2026 को अर्लीमै लकिङ पिरियड थियो होइन। अब लकिङ पिरियडमा के भयो भन्दाखेरि यो युएनएलबी र जेबिएलबी भन्ने एउटा जीवन विकास लघु वित्तीय संस्था मर्ज हुने नेप्सीमा यिनीहरूले नोटिस पठाएका छन्। अब नेप्सीले त्यो जबसम्म मर्ज प्रोसेस कम्प्लिट नभइकन यिनीहरूको लकिङ पिरियड ब्लो गरेको छ है, टर्मिनेट गरेको छ। सो लकिङ पिरियड जति बेला पनि हुन सकिन्छ, अनसर्टेनिटी छ। सो सर्ट टर्महरूको लागि हामीले एउटा कन्सिडर गर्न सक्छौँ, किनभने एकदमै नै तल आएको छ है, एकदमै नै मजाको। अब अझै पनि आउन सकिन्छ, नेप्सी अझै पनि अनसर्टेन छ है, अनसर्टेनिटी छ। सो एउटा यतातिर मैले सर्ट प्लेजहरू हेरिराखेको छु, एकदम सर्ट प्लेजहरू है। लङ टर्मको लागि त्यो लकिङ पिरियड एकदमै नै नजिक छ, सो एकदम नै रिस्की पनि हुनसक्छ है। लघु वित्तको अर्को पनि फेरि पनि छ है, बढेको म्युचुअल फन्ड भइहाल्यो है। फाइनेन्सबाट एकदम नै लिडर स्टक हामीले मान्ने मल्टिपर्पज है, अब रिभर्सलमा अलिकति देखिन्छ। अब हामीले फेरि पनि भनिरहेको छु, नेप्सी स्टेबल भयो भन्दाखेरि राम्रो बाइङ पोजिसनमा देखिराखेको छु। एसजेसिएलहरू भयो अनि घटेको छ लघु वित्तीयहरूको, अनि कोरबल भयो, यिनीहरू त भयो होइन माथि गएको। जिएलएचसी यिनीहरू भयो, केकेसी अनि टिबिसिएलहरू साइडवेजमा छ। रिदीको टर्नओभरमा फेरि पनि छ है, रिदी अब आफैमा होइन यस्तो बढेर फेरि पनि है, अनि रिदी अलि माथि गएको छ, बट अझै पनि ब्रोकर नम्बर 58 ले इन्ट्रेस्ट देखाइराखेको छ। अब नेप्सी अलि राम्रो भयो भन्दाखेरि एकदम नै सर्ट यदि प्रफिट बुकिङको लागि हामीले कन्सिडर गर्न सक्छौँ, बट यस्ताहरू अलि एकदम नै रिस्की पनि हुन जान्छ। एनजिपिएल अलि हामीले अप ट्रेन्डमा देखिराखेका छौँ है, अनि एनजिपिएलहरू यसरी करेक्सन लिएर बढ्ने गरेको प्याटर्न हामीले देखिराखेका छौँ। सो एनजिपिएलहरू अलिअलि बाइङ साइडमा आएको जस्तो छ होइन। अनि एनजिपिएलहरूमा त्यस्तो एकैचोटि नलाउनु होला, बट हामीले एकदमै नै मिनिमम पर्सेन्टको आफ्नो फन्ड यतातिर पनि लाउँदा हुन्छ होइन, किनभने बाइङ साइडतिर अलि आइराखेको छ। यदि यो हामीले लोवर लो होइन यहाँभन्दा माथि यहाँभन्दा तल आउनु भएन, यहाँ रेस्पेक्ट गरेर माथि जानु पर्यो। सिभमहरूको पनि अलि सिचुएसन त्यस्तै छ। अपी है, एपिआईको अलि साइडवेजहरूमा यसरी भएर होइन, अनि फेरि पनि माथि जाने क्या। अनि यतातिर पनि एकदमै नै ब्रोकरहरूको फेरि पनि इन्ट्री छ, अनि फेरि पनि यहाँ सर्ट प्लेहरू हुनसक्छ है। फेरि पनि अलि हामीले यस्तै होइन भएर फेरि पनि करेक्सनहरू यस्तै हामीले देख्न सक्छौँ। सर्ट प्लेजहरू अपीमा चाहिँ पनि एक्सपेक्ट गर्न सक्छौँ। एनएचपिसीहरू पनि है अलिअलि त्यस्तै छ, ब्रोकरहरू साइडवेजहरू बनाइ फेरि पनि हामीले एउटा सर्ट प्ले देख्नेछौँ। एसवाई प्यानल साइडवेजमा छ अहिले, एनआरएन माथिमा छ, ऊर्जा अहिले अनसर्टेन छ ऊर्जाको पनि। केबिएल, अब केबिएलहरूमा पनि म्यानिपुलेसन फेज भएर फेरि पनि एक्युमुलेसन हुने जस्तो मलाई देखिराखेको छ है। अब ब्रोकर नम्बर 58 ले अझै पनि इन्ट्रेस्ट देखाइराखेको छ, अझै पनि बाई गरिराखेको छ। सो केबिएलहरूमा है अलि देखिराखेको छ, अझै पनि होइन म्यानिपुलेसन गरेर अनि फेरि पनि उठाउने गरेको जस्तो सिचुएसनहरू है। 250हरूको फेरि पनि जाने, 250हरूलाई ब्रेकआउट दिने जस्तो देखिराखेको छु। बट जबसम्म नेप्सी स्टेबल हुँदैन हामीले यहाँ पनि एउटा क्लियर इन्डिकेसन देख्दैनौँ तबसम्म यस्ताहरूमा। एकेजेसिएल एकदम नै माथि गएको, बट एकदम नै रिस्की। अब यस्तोहरूमा इन्ट्री भनेको अलि रिस्की है, सर्ट प्रफिटको लागि धेरै रिस्क हुने स्टक्सहरू। ब्रोकर वाइज गर्दाखेरि ब्रोकर नम्बर 58 ले आज 14.6% को कारोबार गरेको छ, अलिक सेलिङ छ, अलमोस्ट ब्यालेन्स नै भनौँ। 34 ले 7.87% को 1.16 अलिक बाइङ छ है, 1.16 को रेसियोमा। 42 ले 7.37% को कारोबार गरेको छ, अलमोस्ट ब्यालेन्स देखिरहेको छ। अब पर्चेजमा राख्दैमा है ब्रोकर नम्बर 58, 34 र 42 को ट्राई गरौँ। ब्रोकर नम्बर 58 को हेर्दाखेरि है फेरि पनि त्यही ट्रेडिसनल स्टकहरू केबिएलहरूमा यिनीहरू नेटमा बाइङ छ। नेटमा बाइङ हेर्दाखेरि केबिएल भयो, एनआरएन होइन, एनआरएन अब स्ट्रगल गरेर राखेको छ रेजिस्टेन्स जोनमा। अब राम्रोसँग ब्रेकआउट जबसम्म इन्डिकेसन पाएनौँ तबसम्म अलि एकदमै नै अभोइड गर्ने खालको स्टक देखिन्छ। तर ब्रेकआउट यदि ब्रोकरले पोजिसनिङ बिल्डअप गरेको अलिकति देखिराखेको पनि छु।
तर ब्रेकआउट जबसम्म क्लियर इन्डिकेसन आयो नि तबसम्म अभोइड गर्ने। फरवर्ड है अनि लघु वित्तीय संस्थाको एकिजेसिएल अनि ग्लोबल आइएमईमा अनि एलइसीमा अलिक बाइङ देखिराखेको छौँ है, नेटमा बाइङ छ। ब्रोकर नम्बर 34 को हेर्दाखेरि नेटमा बाइङमा अपी हामीले कुरा गऱ्यौँ है, अपीमा अझै पनि ब्रोकरहरूको इन्ट्रेस्ट देखिराखेको छु। युपिसिएल एनआरएन यहाँ पनि छ है, अनि साहस एनजिपिएलहरू भयो, एसपिडिएलहरू भयो। अनि ब्रोकर नम्बर 42 को हामीले कुरा गर्नेछौँ। यसको पनि अपीमा छ है, सर्वोत्तम सिमेन्टमा छ अनि रिदीहरूमा एनजिपिएलहरूमा अझै पनि है अपरहरूमा अलि बाइङ पोइन्टमा प्राइजहरू आइराखेको छ है। अपरहरूमा हामीले कन्सिडर गर्न सक्छौँ है। अपर अझै पनि हामीले एउटा क्लियर इन्डिकेसन हामीले वेट गर्ने हो नेप्सीको होइन, अनि अपरहरूमा बाइङतिर आइराखेको छ है। रिलेटिभ भोल्युमको हेर्दाखेरि आज होइन कमर्सियल ब्याङ्कमा अलमोस्ट नर्मल एभरेज छ है, एनबिएलमा अलिक छ है। त्यसै गरी डेभलपमेन्ट ब्याङ्किङमा हेर्दाखेरि त्यस्तो योमा पनि छैन। एसएपी डिबिएलमा हामीले देख्छौँ अलिक भोल्युम, जेबिबिएलमा अलिक भोल्युम छ, खासै त्यस्तो भोल्युम छैन एभरेजमा। फाइनेन्समा पनि आज त्यस्तो छँदै छैन है, एकदम नै मिनिमम भन्दा पनि एकदम थोरै। हाइड्रो पावरमा हेर्दाखेरि त्यही होइन, आज तामोरमा छ, ऊर्जामा भयो अनि अपीहरूमा यिनीहरूमा अलिअलि। अनि त्यसै गरी इन्भेस्टमेन्टहरूमा एनआरएनमा अलिक होला होइन, एचआइडिसिएलहरू अनि एनआरएनहरू त्यस्तो यिनीहरूमा पनि खासै त्यस्तो हामीले भोल्युम देखिराखेका छैनौँ। माइक्रो फाइनेन्समा हेरौँ, माइक्रो फाइनेन्समा युएनएलबी है भनिराखेको छु नि त, युएनएलबी अब अलि सर्ट हुन सक्ने जस्तो मलाई लाग्छ, फरवर्ड भयो यिनीहरू भइहाल्यो। अब त्यस्तो सबै अलि सानो सेक्टरहरूको है। सो आजको यस भिडियोमा यति नै सर्ट एन्ड सर्ट रहेको छ। तपाईँको के क्वेसन कोरी छ कमेन्टमा अवश्य पनि छोड्नु होला र मेक स्योर कि च्यानललाई सब्सक्राइब गरेर जानु होला। सो आजको यस भिडियोमा यति नै, हस्त, धन्यवाद।